नमस्ते। यो दशैं लगत्तै हामी आफ्नो व्यक्तिगत घुमघाम अनुभवका लागि मनाङ गएको थियौँ र मैले पहिले पनि यो मनाङको स्याउ फार्मको विषयमा पहिले पनि सुनिरहेको थिएँ। प्रत्यक्ष गएर त्यहाँ हेरौँ न त के रहेछ त भनेर, किनभने सुदूरपश्चिममा पनि पहाड छन्, सुदूरपश्चिममा पनि स्याउ खेती हुन्छ, सुदूरपश्चिममा पनि अब मौसम त्यस्तै प्रकारको छ, हिमाल छ, सबै छ। सुदूरपश्चिममा किन हुँदैन भन्ने हेरौँ एक्चुअली भन्ने हिसाबले हामी व्यक्तिगत रूपमा गयौँ र त्यहाँ चाहिँ नि जाँदाखेरि पेमा छिरिङ गुरुङले मनाङमा 45 वर्ष अगाडि यो स्याउ खेती सुरु गर्नुभएको रहेछ, स्याउ फार्म। उहाँको एक ठाउँमा 65,000 बोट, एक ठाउँमा चाहिँ नि 40,000 बोट स्याउ लाउनु भएको रहेछ। र उहाँको छोरा पाल्देन गुरुङ र अहिले उहाँको पनि छोरा तेस्रो पुस्ता युवराज गुरुङले त्यो व्यवसायलाई सञ्चालन गरेर आधुनिक एकदम हाइटेक मसिनहरू राखेर अहिले स्याउको ग्रेडिङ गर्ने, अनि स्याउको ग्रेडिङ गरेर त्यो मार्केटमा पठाउने, ब्रान्डिङ गर्ने, त्यसपछि त्यहाँबाट त्यो बचेको सानो स्याउ, साइज नमिलेका स्याउ, त्यस्ता स्याउहरूको चाहिँ के अरे त्यहाँदेखि वाइन बनाउने, जुस बनाएर हिमालयन ब्रान्डबाट चाहिँ जुस बनाएर बेच्ने गर्नु भएको रहेछ। र 100 किलोवाटको एउटा हाइड्रो पावर, जुन हाइड्रो पावर पनि बनाउनु भएको छ, त्यही हाइड्रो पावरले त्यो प्लान्टहरू जम्मै उहाँको त्यो जो भण्डारण गृह छ अथवा त्यहाँको प्लान्ट छ, त्यो प्लान्ट सञ्चालन पनि गर्नुभएको छ। र अहिले त्यहाँ स्याउ खेतीको क्रमिक रूपमा विस्तार भइरहेको अवस्था रहेछ। अहिले त्यहाँ चाहिँ कसैले पनि स्याउ लाउँदाखेरि हिचकिचाउनु पर्ने अवस्था देखिएन। किन देखिएन भने त्यो सबै स्याउ उहाँहरूले किनिदिनु हुँदो रहेछ जम्मै, चाहे त्यो टुटेको होस्, चाहे फुटेको होस्, साइज नमिलेको होस्, जे होस्, त्यसको ग्रेडिङ त्यहाँ उहाँले ग्रेडिङ गरेर मार्केटमा पठाउने, बाँकीको जुस बनाउने र बाँकी बचेको त्यो क्रसिङ गरेर बचेको जुन चिज हुन्छ त्योबाट चाहिँ मल बनाउन पनि थाल्नुभएको रहेछ। मल पनि त्यो मल त्यही स्याउ खेतीमा प्रयोग हुँदो रहेछ। भन त केही पनि खेर नजाँदो रहेछ। र एउटा नेपालमा विकासको मोडल कस्तो हुनुपर्छ, आर्थिक विकासको भन्ने एउटा उच्चतम अभ्यास भएको त्यहाँ स्थलगत निरीक्षणपछि अनुभव गरियो। र नेपालमा त्यस्तो ठाउँमा धेरै ठाउँ जान सिक्नै परेन। हाम्रो पनि बाजुरामा स्याउ खेती हुन्छ, दार्चुलामा स्याउ खेती हुन्छ, त्यसै गरेर बैतडीमा अरू सम्भावित कहाँ छन्, कहीँ कागतीको खेती होला, कहीँ सुन्तलाको खेती होला, कहीँ के होला। यदि एक जिल्ला एक उत्पादन, यही मोडालिटीमा, यही जुन छ मोडल जुन मनाङमा गुरुङ परिवारले गरेको छ, यो उदाहरणीय छ। यसको लागि उहाँहरूलाई नमन पनि गर्न चाहन्छु। र यसले के गर्यो भने मनाङमा चाहिँ खेती केही हुँदैन भने स्याउ त हुँदो रहेछ नि त, केही हुँदैन, हिजोको डेजर्ट हो एरिया जस्तै हो, त्यो केही नहुने ठाउँ हो भन्थ्यो, खानै पुग्दैन भन्थ्यो। अहिले त एक्सपोर्ट भइरहेछ त, सबै ठाउँ पालेछ। र गाउँका मान्छेले त्योमा प्रेरित भएछन्। तर गाउँबाट बसाइसराई गर्ने मान्छेहरूले पनि अब बाहिर गएका मान्छे पनि त्यहाँ आफ्नो खेत लगाउँदैछन्। यो मोडलमा नेपालको विकास गर्यो भने राम्रो हुन्छ जस्तो लाग्छ। र यही कुराको अनुभव गर्नलाई उहाँ गयो। र हाम्रो दोस्रो पुस्ता पाल्देन गुरुङ सर सँग भेट भयो। उहाँले बडा सौहार्दपूर्ण वातावरणमा हामीलाई त्यो देखाउनु भयो, हाम्रो टिमलाई, र सबै कुरा ब्रिफिङ गर्नुभयो। हामीले पनि धेरै उहाँबाट सिक्ने मौका पायौँ। र म त पछि उहाँलाई त मैले नाम पनि सोधेन, खास गरी किन उहाँको काम नै नाम हो जस्तो लागेको थियो, त्यस कारण मैले नाम सोधिनँ। तर हाम्रो एकजना टिमको साथीले पछि नाम सोध्नु भएको रहेछ। नाम सोद्धाखेरि उहाँ पहिले मान्ने सांसद भइसक्नु भएको व्यक्तित्व हुनुहुँदो रहेछ र चाहिँ यस्तो राम्रो चाहिँ कर्म गर्नुभएको रहेछ। र नेपालको लागि उदाहरणीय छ। उहाँको परिवारहरूलाई प्रति धन्यवाद पनि दिन चाहन्छु। विशेष गरिकन पाल्देन गुरुङ सरलाई धन्यवाद दिन चाहन्छु, उहाँको बुहारीलाई पनि धन्यवाद दिन चाहन्छु, जसले हामीलाई धेरै कुराहरू त्यहाँ सिक्ने अवसर अथवा जानकारी गराइदिनु भयो। र सुदूरपश्चिममा पनि त्यही मोडालिटीमा यदि हामीले पहाडको विकास गर्न सुरु गऱ्यौँ भने अवश्य पनि एउटा बसाइसराई रोकिन्छ, पहिलो कुरा। दोस्रो कुरो, त्यहाँ आर्थिक उन्नति हुन्छ। र आर्थिक विकास भएपछि मान्छेलाई तिमी बस पहाडै बस, आफ्नो थातथलो नछोड भन्नुपर्ने अवस्था आउँदैन। त्यस कारण त्यस्तो अप्सन सिर्जना गर्न, आखिर काम गर्न सकिँदो रहेछ भन्ने कुरा यो भिजिटबाट ज्ञान भएको।
कुरा म यहाँ सबै जातिहरूलाई यो भाव विभोर भएर मलाई चाहिँ एकदम सेयरिङ गर्न मन लाग्यो। तपाईँहरू पनि कहिले जानुभयो भने, कोही पनि कहीँबाट जानुभयो भने त्यो स्याउ फार्ममा अवश्य पनि भिजिट गर्नु होला र त्यो उत्पादनहरूलाई हामीले हाम्रो नेपाली उत्पादन त्यस्तो टिकट ठाउँमा गएर त्यो गरेको त्यसलाई उनीहरूलाई प्रोत्साहन गर्नु होला भन्ने पनि भन्न चाहन्छु। साथै सबैलाई जानकारीको लागि नमस्ते।